यो गाइज वेलकम ब्याक टु माई न्यू भिडियो। आज चाहिँ म गेम प्ले भिडियो होइन अर्कै खालको भिडियो लिएर आइरहेको छु। आज चाहिँ मैले टक्क अब पढ्न पनि काम लाग्ने गरी होइन अब अनि गेम खेल्दा पनि काम लाग्ने गरेको एउटा हेडफोन मगाएको छु ब्याकसिट गेमिङबाट होइन। ब्याकसिट गेमिङबाट चाहिँ मैले पहिला पनि फिङ्गर स्लिप्सहरू मगाएको थिएँ अनि त्यही भएर चाहिँ मैले फेरि ब्याकसिट गेमिङबाटै मगाएँ किनभने उहाँहरूको सर्भिस ठिकै थियो। अब यो चाहिँ अब यताउता फोर्सहरू त्यस्तै हो होइन, त्यो चाहिँ इग्नोर गरिदिउँ। अब हामी अनबक्सिङ गरौँ है त। अब यो खोलेर देखाउँछु किनभने मसँग ट्राइपोडहरू छैन, फोन राख्नुपर्ने हुन्छ, त्यही भएर टक्कसँग यसलाई अनबक्सिङ गर्छु, मतलब यो खोल्छु। झोला स्टेपलर लगाएको रहेछ यहाँ, यसरी एउटा दुईवटा तिनवटा खोल्नु नखोलोस् भनेर ड्राइभर दाइले अब कसरी ल्याइदिए, इनड्राइभमा हालिदिएको थियो होला सायद, कसरी ल्याए हेरौँ अब है त। भित्रबाट चाहिँ यस्तो निस्केको रहेछ एउटा यसको थ्याङ्क यू कार्ड होइन, 5% डिस्काउन्टवाला रहेछ। प्लिज गिभ द प्रोडक्ट रिभ्यू एन्ड रसिड एन्ड गेट अन नेक्स्ट पर्चेज अरे होइन, 5% डिस्काउन्ट। अब अरू त सायद खासै अब मलाई यो भने म यहाँ चाहिँ एड्रेस छुपाएर चाहिँ एड्रेस र फोन नम्बर लुकाएर चाहिँ यसको यति पर्यो होइन। त्यस्तै हो, मेरो नाम चाहिँ देखाउँदा चाहिँ केही फरक भएन, एड्रेस र उता चाहिँ यहाँ छ। अब तपाईँहरूले यहाँबाट यसो टक्क ब्याकसिट गेमिङ होइन 7499 रहेछ। यसलाई अनबक्सिङ गरौँ है त। कैँची चाहिँ खोज्नु पर्ने पो भयो त, मैले चाकु पनि ल्याइसकेँ। फोनलाई चाहिँ कहाँ अड्याउने भन्ने कुरा भयो क्या, अब चाहिँ के गर्ने होला। फेस चाहिँ मैले अहिले देखाइ नहालेको होइन, अलिक पछि देखाउँछु। यहाँनिर चाहिँ यो बक्स छ है, अनबक्स गरौँ सुरुमा होइन टक्कसँगले। अनि हेर्नुपर्ने हुन्छ, खोलेन अझै। यहाँ चाहिँ नाम पनि लेखिदिएको रहेछ ब्रान्डको, छुरी कटाना के भन्छ यसलाई, नाइफ सरी नाइफ नै भन्छ होइन। यता पनि साइडमा पनि रहेछ, साइडको पनि काटौँ। तर कस्तो लाइट फिल भएको क्या, त्यस्तो भारी पनि छैन। एकै हातले उछाल पुछाल गरेर गरिरहेको छु यस्तो छ। ओ माइ गड, भित्र फेरि एउटा बक्स निकाल्नु पर्ने हुन्छ, खाली छ है भित्र चाहिँ। V9 हो हुन चाहिँ होइन, रियोङ्स चोइस छ अरे। टक्क यसलाई पनि अब अनबक्स गरिदिउँ। कसरी गरौँ, यसरी गरिदिउँ हट्टा खै खुल्दै त युट्युबरहरूले त खोल्दा त च्याप्दै है। तपाईँहरूलाई देखाउन अलिक गाह्रो भइरहेछ मलाई होइन, पनि अब केही छैन। त्यो प्लास्टिक त कामै छैन, बबल ऱ्याप थियो भने चाहिँ फुटाउँदा अर्दा हुन्थ्यो। यस्तो छ पुरै प्याकेजिङ चाहिँ होइन। अब यहाँबाट यसलाई खोलौँ के कस्तो हुन्छ। है यस्तो छ, यस्तो छ भित्र चाहिँ। यति निस्क्यो, भित्र चाहिँ खाली छ। टक्क यति सामान रहेछ। यो चाहिँ स्ट्यान्ड जस्तो दिएको होला सायद, स्ट्यान्ड त होइन एकैचोटि कुचुक भइहाल्छ। भित्र यो पनि छ सायद, यो चाहिँ युएसबी केबल होला। यसलाई जहाँसम्म लाग्छ युएसबी केबल नै हो। युएसबी हो कि टाइप सी मगाएको हो मैले चाहिँ। यसलाई एउटा खोलौँ टक्कसँग लगाएर। लाइट वेट रहेछ यो, तर धेरै नै लाइट वेट छ। यसलाई म निकालेर यहाँबाट निकालेर म देखाउँछु है। यस्तो चाहिँ मैले चाहिँ ब्ल्याक कलरमा मगाएको थिएँ। टक्क यहाँभित्र के छ यहाँ, यो त उत्यो होला डु नट इट वाला हो, त्यही रहेछ। यहाँनिर माइक छ, टक्कसँग लाएर
खोल्न पनि मिल्छ होला। मैले खोलेर देखाउँछु है। खोल्न मिल्ने रहेछ। यसलाई चाहिँ भित्रै हालिदिउँ। यस्तो छ है हेडफोन चाहिँ। यहाँ माइकलाई निकाली नै दिउँ है। यस्तो छ हेडफोन, लाइट वेट छ। मैले चाहिँ हिजो रिभ्यू हेर्दा पनि यो चाहिँ टक्क यस्तो हुनुपर्छ, तर यो चाहिँ हुँदैन भनेको देखेको थिएँ। पर्खनु एकछिन, मेरो फोन आउँदैछ। फोन आएको थियो है। यस्तो खालको रहेछ यो। यो चाहिँ के हो? यो पनि त्यही डु नट इट रहेछ। दुईवटा दिएको रहेछ एउटैकडामा। यसको डङ्गल चाहिँ यहीँ होला हौ सायद। यसको डङ्गल पनि अब हो, यहाँ छ, यहाँ छ डङ्गल, यहाँ छ युएसबी। म यो पनि खोलेर देखाउँछु है। यो चाहिँ युएसबी टु टाइप सी रहेछ। यसको त सायद यहाँ टाइप सी होला। यहाँ टाइप सी छ। अनि हामीले यो चाहिँ कम्प्युटरमा जोड्न ठिक हुन्छ। अब मोबाइलमा गर्नु पऱ्यो भने चाहिँ यहाँ डङ्गल पनि छ। डङ्गल भन्छ कि डङ्गल के भन्छ यसलाई, म यो पनि खोलेर देखाउँछु है। ड्राइभ जस्तो रहेछ टक्कसँगले। यसको यो खोइ कताबाट, यही त हो नि होइन? हो यही युएसबी यहाँ चाहिँ। अनि यहाँनिर चाहिँ टाइप सी होला सायद। यो खोलौँ, एक हातले नखोल्नु पर्ने होला, केही छैन। यो चाहिँ अलिकति लामो भएर अलिकति तनाव भयो, नत्र त ठिकै छ। यस्तो रहेछ युएसबी, ठिकै छ। लाइट वेट छ होइन यो, अरूभन्दा पनि लाइट वेट छ। यसको बिल्ड क्वालिटी पनि राम्रो छ होइन। यसको लेदरिङ पनि सफ्ट रहेछ होइन। मेरो चाहिँ यो लगभग अब फर्स्ट हेडफोन नै भन्दा पनि हुन्छ, किनभने मैले आजसम्म किनेको थिइनँ हेडफोन। मैले चलाउने भनेको यहाँ इयरफोन थियो। कहाँ छ यस्तो यो इयरफोन, त्यही पनि यो पनि यसको यसले चाहिँ अलिक दह्रो भएर चाहिँ मेरो कान दुखेर चाहिँ यो मगाएको। यो पनि मेरो दाइले युज गर्यो 2-3 वर्ष, अनि त्यसपछि मैले युज गरेको। यो पनि धेरै युज भयो नि यो इयरफोन। अब यो हेडफोन कति युज हुन्छ हेरौँ। गेमिङमा पनि काम लाग्ने भयो होइन, पढाइमा पनि। अब यसो पढ्दाखेरि अब मेरो चाहिँ अहिले चाहिँ मैले चाहिँ राम्ररी भिडियो हालेको छुइनँ अहिले, किन भन्दाखेरि चाहिँ मेरो अब इक्जाम आउन आँटेको छ। भोलि मेरो मक टेस्ट पनि छ होइन। अनि त्यसैको लागि म अलिकति प्रिपरेसनमा छु। यस्तै हो। अब यो छ यताउता होइन। योहरू अब आफूले प्याक गरेरै राख्नुपर्ने हुन्छ होइन। अब यसको बिल पनि सम्हालेर राख्नुपर्ने हुन्छ। 5% डिस्काउन्टको कुपन पनि राख्नुपर्ने हुन्छ, किनभने पछि अब अलिक 10,000 जतिको मगायो भने 500 जति त डिस्काउन्ट हुन्छ नि त। यहाँ चाहिँ ब्रान्ड लोगो रहेछ होइन टक्कसँगले। यसलाई चाहिँ सुरुमा अन गर्न खोजौँ है। पावर अन गर्दो रहेछ चाइनिजमा, सुन्नु है। बन्द चाहिँ कसरी गर्ने भन्ने कुरा हो। बन्द चाहिँ गर्न आएन। पावर अन त भो, पावर अफ। अब पावर अन सुन्नु है। आई होप सुन्यो होला होइन। पावर अफ भयो। यो चाहिँ एल्युमिनियम बडीको रहेछ। यो यस्तो ननिकाल्नु पनि 1-2 दिन होइन। नयाँ सामान हो यस्तै त हो। अनि यसको चाहिँ यो एडजस्ट गर्ने चाहिँ यहाँ रहेछ। यो चाहिँ एडजस्ट गर्ने चाहिँ यत्रो तार वायर पनि दिएको रहेछ यिनीहरूले एडजस्टको त्यो गर्नको लागि भनेर यो होला होइन। ठिकै छ। अब यो चाहिँ मैले चाहिँ यो किन लिएको भन्दाखेरि चाहिँ खास चाहिँ अब मलाई एक त त्यो वायरवाला भनेपछि थिएन त्यसमा टाइप सीमा धेरै जस्तो। अनि यो चाहिँ डङ्गलवाला यो चाहिँ रहेछ होइन। यो अर्को टाइप सी भनेको चाहिँ हाइपर एक्स क्लाउड 2 रहेछ। त्यो चाहिँ अलिकति महँगो भयो क्या, 15,000 16,000 कति भन्थ्यो। त्यत्रो अब सुरुमै हालौँ भनेर चाहिँ अनि पैसा हालौँ भनेर चाहिँ त्यो नकिनेको। अहिले चाहिँ यो मैले रिभ्यू पनि हेरेँ, राम्रै छ भन्ने कुरा हो। तर यसको चाहिँ यो चाहिँ अलिकति यो चाहिँ यस्तो छ भनेर चाहिँ स्टेबल चाहिँ अलिकति छैन कि भने जस्तो कुरा गर्दैछ युट्युबमा हेर्दा रिभ्यूहरू। तर अब त्यो कसलाई चाहिने र अब टाउकोमा लाउँदाखेरि अब राम्रै देखिन्छ होला आई होप होइन। टाउकोमा लाएर पनि म देखाइदिन्छु एकचोटि है।
यस्तो देखिने रहेछ यो लाउँदा चाहिँ टक्क ठिकै छ। स्टेबल नै छ यहाँ त टाउकोमा चाहिँ होइन, राम्रै छ। गाइडहरू रहेछ यो यसको, यो वायरहरू पाएको भित्र यहाँभित्र गाइडहरू रहेछ। यो पनि अब यसो जानेन भने यहाँ पावर बटन अन, इन्डिकेटिङ लाइट, माइक बटन कस्तो जिब्रो चिप्लेको, भोल्युम विल होइन यहाँ सबै देखाएको रहेछ। त्यही हो, यहाँनिर विल पनि छ, भोल्युम विल। यहाँ चाहिँ यसरी टक्क बढाउने घटाउने, यहाँबाट चाहिँ के कसो बुझिएन भने काम लाग्छ। अब म चाहिँ टाउकोमा लाएर देखाउँछु है। यो त्यस्तो अनस्टेबल भन्दै थियो होइन, तर टाउकोमा लाएर त्यत्रो उफ्रिँदा ओर्दा गर्दा पनि स्टेबल नै छ। यो चाहिँ अलिकति हेर्दा यो गर्दाखेरि चाहिँ हल्लिन्छ भन्ने कुरा गरेको थियो, तर टाउकोमा लगाएपछि चाहिँ झर्ने ओर्ने चाहिँ नहुँदो रहेछ। ल अब आजको लागि यति नै। थ्याङ्क यू फर वाचिङ। टिल देन टेक केयर।